हेलो गुड मर्निङ साथीहरू। म माइसेल्फ विकास हुन्। आजको यस भिडियोमा तपाईहरुले स्वागत छ। र आज म सिकाउने छु तपाईहरुले चाहिँ आज हेल्दी लिभिङमा चाहिँ रेजिस्ट्रेसन कसरी गर्ने। सबैभन्दा पहिला हामी गुगलमा जाउँ। गुगलमा गइसकेपछि हामी सिम्पली सर्चमा चाहिँ क्लिक गर्छौं। सर्चमा क्लिक गरिसकेपछि हामी HL लेख्छौं। HL लेखेर चाहिँ HL रेजिस्ट्रेसन हामी लेख्छौं। रेजिस्ट्रेसन माथि आइसकेको छ र त्यसमा क्लिक गरिसकेपछि एउटा सबभन्दा जुन माथि लिंक खुलेको छ 52.74.242.179. जुन छ त्यहाँ लेखेको छ। सिम्पली हामी त्यो चाहिँ लिंकमा हामी क्लिक गर्छौं। त्यो लिंकमा क्लिक गरिसकेपछि हामीसँग एउटा फर्म खुल्छ। त्यो फर्ममा अब मैले चाहिँ जुम गर्छु अलि। फर्ममा यदि सबभन्दा पहिला तपाई माथि हेर्नुभयो भने डिस्ट्रिब्युटर टाइटल लेखेको हुन्छ। डिस्ट्रिब्युटर टाइटल भनेको के हो त? हामी अब यसमा चाहिँ क्लिक गर्छौं। अब यसले बताउँछ के हो। यहाँको छ मिस्टर, मिस, डाक्टर, मिसेस सब यहाँको छ। यदि केटा मान्छे छ भने उले चाहिँ हामी मिस्टर राख्ने। यदि केटी मान्छे छ उसको चाहिँ बिहे भएको छैन भने मिस राख्ने, एमएस राख्ने। यदि केटी मान्छे छ उसको बिहे भइसकेको छ भने हामी के राख्ने त MRS राख्ने है। मानौं केटी मान्छे छ कोही व्यक्ति चाहिँ त्यसको बिहे भइसकेको छ त्यसको हामी के राख्यौं त MRS। यदि बिहे भएको छैन भने मिस राख्ने। केटा मान्छेको बिहे भइसकेको छ बिहे भएको छैन जे भए पनि हामीले के राख्ने त मिस्टर राख्ने। जस्तै म आफ्नो राख्छु मिस्टर विकास चौहान। आफ्नोमा के राख्छु त फर्स्ट नेम विकास। फर्स्ट नेम भनेको पहिलो नाम, त्यसमा थर राख्ने हैन। फर्स्ट नेम भनेको पहिलो राख्ने नाम विकास। त्यसपछि यता आउनुभयो भने डिस्ट्रिब्युटर लास्ट नेम छ। त्यो लास्ट नेममा क्लिक गर्ने। लास्ट नेममा के छ त चौहान। मेरो जस्तै चाहिँ मेरो थर चाहिँ चौहान हो, म चौहान राख्छु। त्यसपछि यहाँ तल त्यसको अझ तलपट्टि के छ त जेन्डर छ। त्यो पुरुष हो कि महिला हो, मेल फिमेल के हो हामी त्यो राख्ने। जस्तै म आफ्नो राखिरहेछु भने म केटा मान्छे म मेल राख्छु। केटी मान्छे कोही छ भने त्यहाँ फिमेल राख्न सक्यो है। यदि अरु कोही त्यसरी लिंक छ भने त्यहाँ अदर पनि हामीले राख्न सक्यो। जस्तै म आफ्नो राख्छु, म मेल हो, मेल राख्छु। त्यसैगरी चाहिँ यहाँ अझ हामी यतापट्टि आउँछौं DOB डेट अफ बर्थ। डेट अफ बर्थ भनेको अब यहाँ हामी सिम्पली क्लिक गर्छौं र क्लिक गरिसकेपछि हामीसँग एउटा क्यालेन्डर खुल्छ। त्यो क्यालेन्डरमा एक ठाउँमा लेखेको छ 2025। 2025 मा हामीले सिम्पली क्लिक गर्छौं हो। यहाँ चाहिँ इंग्लिश डेट अफ बर्थ दिएको छ। के लेखेको छ त भन्दा अब यहाँ जस्तै चाहिँ मेरो डेट अफ बर्थ चाहिँ 2001 हो है। म यहाँ 2001 मा क्लिक गर्छु है। तपाईहरुको चाहिँ जे छ त्यो क्लिक गर्नु होला 2001। त्यसपछि यहाँ अक्टोबर लेखेको छ। अक्टोबर हामी त्यसमा क्लिक गर्छौं। अक्टोबरमा क्लिक गरिसकेपछि अब कुन महिनामा तपाई जन्मिनु भएको छ त इंग्लिश डेटको अनुसार, इंग्लिश महिनाको अनुसार। जस्तै म चाहिँ फेब्रुअरीमा जन्मेको छु भने म फेब्रुअरी राख्छु। तपाई जेमा चाहिँ जन्मिनु भएको छ जुन महिनामा त्यो महिना चाहिँ राख्न सक्नुभयो। म फेब्रुअरी राख्छु यहाँ। त्यसपछि म कुन तारिखमा अब जन्मिया त अब यहाँ जुन क्यालेन्डर देखिया छ जस्तै म 24 तारिखमा जन्मेको हो भनेसी म 24 मा सिम्पली क्लिक गर्छु। यहाँ मेरो डेट अफ बर्थ आयो 24/02 फरवरी त्यसले भन्छ 2001। त्यसपछि स्पाउस भनेको जोडी। अब यदि केटा मान्छेको चाहिँ अब जसको हामी फर्म भरिरहेछौं यदि त्यसको चाहिँ बिहे भएको छ भने त्यसको बुढीको नाम राख्ने। यहाँ केटा मान्छे छ भने बुढीको राख्ने। यदि हामी केटी मान्छेको चाहिँ फर्म भरिरहेको छौं भने त्यसको चाहिँ बुढाको नाम हामी राख्ने भनेसी जोडीको नाम राख्ने। यहाँ जस्तै मेरो चाहिँ बिहे भएको छैन अझै म चाहिँ यसले छोड्दिन्छु।
फादर नेम भनेको बाबाको नाम राख्नुहोस्। अब एउटा राख्न सक्नुभयो। त्यसपछि चाहिँ यहाँ यता आउनुभयो भने यहाँ ग्रान्डफादर भनेर देखाइरहेछ होला। ग्रान्डफादरमा पनि हामी अब आफ्नो चाहिँ हजुरबाको नाम राख्ने है, जे नाम छ त्यो राख्नु होला है। त्यसैगरी एड्रेस लाइन। अब एड्रेस भनेपछि त अब एड्रेस लाइन 1 यो भनेपछि चाहिँ अब तपाईको चाहिँ एड्रेस के है छ त मेरो चाहिँ लुम्बिनी सांस्कृतिक नगरपालिका छ। म सर्ट फर्ममा LCM लेखेर अब हामी लेख्दाखेरि यहाँ लुम्बिनी कल्चरल म्युनिसिपालिटी हो यसको फुल फर्म। र हामी यसरी हामी हाल्ने यहाँ माइनसको चिन्ह दिने। वडा नम्बर 2 कमा गरेर चाहिँ कुन जिल्ला छ रूपन्देही भनेर हामी लेख्ने है, रूपन्देही। अब एउटै मात्रै एड्रेस छ, त्यसो हुनाले एउटा एड्रेस हामीले राखियो। अब अझै एड्रेस अर्को पनि एड्रेस भएको भए एड्रेस लाइन 2 मा हामीले राख्थ्यौँ, एड्रेस लाइन 3 हामीले राख्थ्यौँ। एउटा मात्रै एड्रेस छ, त्यसो हुनाले चाहिँ LCM 2 रूपन्देहीमा राखेँ। अब एड्रेस लाइन 3 पनि अब छैन, एउटा मात्रै छ। पिनकोड अब हाम्रो चाहिँ जिल्लाको पिन हो, रूपन्देही जिल्लाको पिनकोड भनेपछि 32900 छ है। अब तपाईहरुको चाहिँ छुट्टै चाहिँ जिल्ला छ होला, आफ्नो जिल्ला अनुसार त्यहाँ जानुभयो भने गुगलमा पोस्टल कोड अफ आफ्नो जिल्लाको नाम राख्नुभयो भने त्यहाँ पोस्टल कोड त्यसले देखाउँछ। त्यो अनुसार तपाईले यहाँ राख्नुभयो भने पिनकोड जस्तै मेरो चाहिँ पिनकोड रूपन्देहीको 32900 हो। म 32900 राखेँ र 900 राखिसकेपछि म जिमेलमा क्लिक गरेँ। म जिमेलमा क्लिक गरिसकेपछि जिल्ला डिस्ट्रिक्ट आफै आयो र जुन स्टेट छ यहाँ साइडमा नेपाल लेखेको छ त्यो आफै आउँछ है, यदि तपाईको चाहिँ पिनकोड सही छ भने। म आफ्नो त्यहाँ जिमेल राख्ने, जस्तै चाहिँ जिमेल आइडी आफ्नो जे छ त्यो जिमेल आइडी राख्नु होला। त्यस्तै चाहिँ मेरो चाहिँ विकास चौहान @gmail.com ल यहाँ आफ्नो जिमेल आइडी राख्ने। त्यस्तै तपाईँ चाहिँ आफ्नो जिमेल आइडी राख्नु होला। अब आफ्नो नागरिकता नम्बर, यहाँ नागरिकता नम्बर चाहिँ अब के छ त्यो 1 2 3 4 आफ्नो नागरिकता अनुसार चाहिँ आफ्नो नागरिकता नम्बर राख्नु होला। नागरिकतामा सबै डिटेल्स दिएको हुन्छ। त्यसैगरी चाहिँ मोबाइल नम्बर, हामीले आफ्नो मोबाइल नम्बर राख्ने। यहाँ अब जे पनि हाम्रो 98 समथिङ हुन्छ मोबाइल नम्बर, हामी मोबाइल नम्बर राख्ने। त्यसपछि हामी यहाँ डिस्ट्रिब्युटर आइडी भन्ने हुन्छ। अब जो व्यक्तिको हामी जोइनिङ गरिरहेको छौँ त्यो व्यक्तिको चाहिँ हामीले के राख्ने त त्यहाँ डिस्ट्रिब्युटर आइडी राख्ने। त्यसो सिलेक्ट गर्ने, हामी छान्ने। यसलाई चाहिँ यसमा डिस्ट्रिब्युटर आइडीमा हामी सिलेक्ट गर्ने। यहाँ क्लिक गरिसकेपछि यस्तै चाहिँ आइडी आउँछ। त्यो आइडीलाई हामीले के गर्ने त जुनसुकै आइडीलाई तपाईले चाहिँ सिलेक्ट गर्न पाउनुभयो। जस्तै म चाहिँ माथि जुन आएको छ म त्यसले चाहिँ सिलेक्ट गर्छु हो। ल माथि मेरो चाहिँ अब प्रक्रिया चाहिँ ठिक भयो र अब त्यसपछि हामी तलपट्टि आउने फुल कपी टु विटनेस। अब को व्यक्तिको चाहिँ हामी मुनि राखिरहेको छौँ है, जसको मुनि हामी राख्छौँ त्यो व्यक्तिको चाहिँ आइडी यहाँ हुन्छ है। त्यो आइडी हामीले यहाँ राखेर चाहिँ हामीले त्यो व्यक्तिको यहाँ आइडी राख्ने। आइडी राखिसकेपछि जस्तै म आफ्नो राखेँ 20 31 99 77। म आफ्नो राख्यो भने आफ्नो राखेर जसको चाहिँ माथि हामीले अब जसको चाहिँ मुनि हामीले जोइन गर्न खोजिरहेको छौँ त्यसको अगाडि हामीले यहाँ राखेर चाहिँ यहाँ जुन साइडमा भ्यालिडेटको अप्सन दिइरहेछ हामी भ्यालिडेटमा सिम्पली हामी के गर्छौँ त क्लिक गर्छौँ। क्लिक गरिसकेपछि यहाँ अटोमेटिक चाहिँ के आउँछ त नाम अटोमेटिक आइहाल्छ। आइसकेपछि यहाँ के गर्ने त
एउटा यहाँ थोप्लो दिएको छ प्लिज चेक टर्म्स एन्ड कन्डिसन भन्ने छ। हामी त्यो जुन थोप्लो छ त्यसमा हामीले क्लिक गर्छौँ। क्लिक गरिसकेपछि यसरी यहाँ देखाउँछ आउँछ तपाईँको स्क्रिनमा। यसरी हामी स्क्रोल गर्दै जाने, यसरी हामी तल तल गर्दै जाने। तल गर्दै जाँदाखेरि आई एग्री टर्म्स एन्ड कन्डिसन भन्ने अप्सन आउँछ, त्यहाँ हामी क्लिक गर्ने। त्यसपछि ओके गर्ने। ओके गरिसकेपछि यता यहाँ हेर्नु हो भने यहाँ इन्टर क्याप्चा हियर भनेर लेखेको हुन्छ। अब जुन यहाँ साइडमा जुन दिएको छ जस्तै GA9A भन्ने छ, तपाईँहरूमा जे आउँछ त्यहाँ स्मल क्यापिटल सानो ठुलो जसरी अक्षर बनाएको छ हामी सिम्पलली त्यस्तै अक्षर बनाएर चाहिँ बनाउने। हामी यहाँ जस्तै GA9A लेखेर चाहिँ अब सबै तपाईँहरू चाहिँ माथि जुन जुन डिटेल्स दिएको छ त्यो चाहिँ तपाईँ भर्नु भएको छ। पुनः एकचोटि चाहिँ के गर्नु होला त चेक गर्नु होला। चेक गरिसकेपछि यो रिसेटमा चाहिँ क्लिक गर्ने हैन, यो रातोमा क्लिक गर्ने हैन। रातोमा क्लिक गर्नुभयो भने फेरिदेखि तपाईँले चाहिँ भर्न पर्छ। हामीले के सबै चेक गरिसकेपछि हामी के गर्ने त यहाँ सेभमा हामीले क्लिक गर्ने है। जुन सेभको अप्सन देखाइरहेको छ यहाँ सेभमा चाहिँ हामीले के गर्ने त क्लिक गर्ने। क्लिक गरिसकेपछि सक्सेसफुली भनेर चाहिँ एउटा तपाईँले चाहिँ नोटिफिकेसन त्यहाँ देखिन्छ। यसरी हामीले चाहिँ हेल्दी लिभिङमा चाहिँ रेजिस्ट्रेसन गर्न सक्छौँ, जोइनिङ हामी गर्न सक्छौँ हेल्दी लिभिङमा। यदि तपाईँहरूले चाहिँ यो तपाईँहरूले भिडियो राम्रो लाग्यो भने यसले चाहिँ लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला र कमेन्ट पनि गर्नु नबिर्स्नु होला। र यसमा चाहिँ कमेन्ट गर्नु होला अब कुन टपिकमा चाहिँ अझै भिडियो बनाऊँ ताकि तपाईँहरूले सजिलो होस्। धन्यवाद।